सम्पूर्ण साथीहरू जो युनिक प्रकाशनबाट पब्लिश भएको लेटेस्ट करिकुलममा कक्षा 9 को अप्सन म्याथलाई प्रयोगकर्ताहरू हुनुहुन्छ उहाँ सम्पूर्ण साथीहरूलाई म यसको लेखकको नाताले हार्दिक स्वागत गर्दछु। र यो किताब चाहिँ अलि फरक तरिकाले हामीले डिजाइन गरेका छौं र छोटकरीमा भन्नुपर्दा मैले पाठ्यक्रम विकास केन्द्रमा 2055 देखि अहिलेसम्मको कार्य अनुभवलाई मैले यहाँ पस्केको छु। त्यसैले पहिलो चाहिँ यसको विशेषता के छ भने इन्डिपेन्डेन्ट लर्निङ छ। यसमा हामीले स्वतन्त्र सिकाइ, अहिलेको विद्यार्थीहरूलाई इन्डिपेन्डेन्ट लर्निङ सबभन्दा महत्त्वपूर्ण कुरा हो। इन्डिपेन्डेन्ट लर्निङ चाहिँ यसमा समेटिएको छ र यो किताब चाहिँ तपाईहरुले अभ्यास मात्र नगरेर यसको सबै पेजहरू, सबै सेन्टेन्सहरू र सबै टप टु बटम तपाईले अध्ययन गर्नुभयो भने तपाईको सम्पूर्ण आवश्यकताहरू पूर्ति हुने गरिकन यो किताबलाई डेभलप गरिएको छ। त्यसैले पहिलो छ सिकाइलाई चाहिँ इन्डिपेन्डेन्ट बनाउने। दोस्रो कुरा छ कन्टेक्स्ट बेस्ड, सन्दर्भ सहित यो किताब डेभलप गरेको छ। मलाई के लाग्छ भने अहिलेसम्म मैले विभिन्न प्रकाशनहरूको किताबहरूलाई अवलोकन गर्ने क्रममा चाहिँ यो किताबमा फरक कुरा देखेको छु र मैले त्यो कुरालाई प्रयत्न गरेको छु। के छ भने गणितको सिकाइ जीवनसँग जोडिएको हुन्छ र कुनै पनि कुरालाई हामीले प्रवेश गर्नुभन्दा पूर्व चाहिँ त्यो कुरालाई हामीले कहाँसँग जोडिएको छ त हाम्रो रियल लाइफमा भनेर जोडेर कन्टेक्स्ट सहित यसलाई डेभलप गरेका छौं र त्यो कुरा तपाईले सुरुमा देख्न सक्नुहुनेछ। र तेस्रो कुरा हाम्रो के छ, यो किताबमा क्लोज क्वेशनहरू पनि राखिएको छ। यहाँलाई एउटा कुरा के राख्न म प्रस्तुत गर्छु भने जाँचमा आउने जस्तो क्वेशन मात्र राखिदिए हुन्छ भन्ने तपाईको आवश्यकता होला हैन। त्यो चाहिँ भन्दा पनि जहिले पनि म्याथ सिकाइमा के हुन्छ भने विद्यार्थीलाई अभ्यस्त गराउनको लागि क्लोज क्वेशनहरू पनि चाहिन्छ। क्लोज क्वेशन भनेको एउटा मात्र आन्सर आउने क्वेशन हो जसमा विभिन्न बिहेभियरहरू, नलेज यानी रिमेम्बरिङ, त्यसपछि अन्डरस्ट्यान्डिङ, एप्लिकेसन र हायर एबिलिटी टेस्ट गर्ने गरिकन विद्यार्थीको एबिलिटी टेस्ट गर्ने गरिकन एउटा मात्र उत्तर आउने प्रश्नहरूलाई हामीले जनरल एक्सरसाइजको रूपमा राखेका छौं र एकदम पर्याप्त अभ्यास हुन्छ यसको लागि। त्यसपछि अर्को हाम्रो यो किताबमा भएको विशेषता के छ भने ओपन इन्डेड क्वेशन। ओपन इन्डेड क्वेशन अहिलेको आवश्यकता हो र ओपन इन्डेड क्वेशन भन्नाले कसरी हामी बुझौं भने एउटै क्वेशनको एउटा मात्र आन्सर हुँदैन र विद्यार्थीले आफ्नो सन्दर्भ अनुसार आन्सर दिन सक्छ, विद्यार्थीले आफूले बुझेको आधारमा आन्सर दिन सक्छ। त्यसैले ओपन इन्डेड क्वेशनहरूलाई हामीले एडभान्स एक्सरसाइजमा राखेका छौं जसलाई असाइनमेन्ट भनिएको छ। असाइनमेन्ट यो मान्यतामा भनिएको छ कि हरेक विद्यार्थीको इन्टरनल एसेसमेन्ट गर्ने क्रममा उले गरेका क्रियाकलापहरूलाई तपाईले फाइलिङ गर्नुपर्छ र विद्यार्थीले गरेको असाइनमेन्टहरूको आधारमा उलाई चाहिँ ग्रेडिङ गर्नुपर्ने हुन्छ। त्यो कुरा सहयोग पुगोस् भनेर युनिक म्याथमेटिक्स अप्सनल म्याथमेटिक्स 9 मा चाहिँ हामीले विशेष गरी चाहिँ के गरेका छौं भने ओपन इन्डेड क्वेशनलाई 4 वटा लेभलहरू, लेभल ए जसमा चाहिँ तपाईको नलेज लेभलका क्वेशनहरू, रिमेम्बरिङको छ, बी लेभल बी भनेको अन्डरस्ट्यान्डिङ लेभलको छ, लेभल सी भनेको चाहिँ एप्लिकेसन लेभललाई यसले मर्ज गर्छ र लेभल डी भनेको हायर एबिलिटीलाई गर्छ र लेभल ई भनेको सबैलाई मिसाएर गर्छ। भने जस्तोसुकै अवस्थामा पनि विश्वभरिको ट्रेन म्याथमेटिक्समा के हुन्छ भने विद्यार्थीले म्याथ पढिसकेपछि यी सबै लेभलहरू टेस्ट गर्ने गरिकन किताबमा हुनुपर्छ भन्ने आवश्यकता हो। मलाई के लाग्छ भने यो युनिक म्याथमेटिक्समा मलाई लाग्छ युनिक प्रोपर्टी नै हुनुपर्छ, ए बी सी डी ई। यहाँ हजुरले विशेष ध्यान दिनु होला। र अनि पाँचौं प्रोपर्टी के छ भने हामीले चेक लिस्टहरू पनि हाम्रो विभिन्न ठाउँमा छ। चेक लिस्टहरू भनेको चाहिँ कस्तो हो भने जस्तै अहिलेको विद्यार्थीहरूले के खोज्छन् भने सोल्युसन पनि सँगै खोज्छ, त्यसपछि क्वेशन पनि सँगै खोज्छ, किताब पनि सँगै खोज्दाखेरि म्याथमेटिक्समा कुनै पनि एउटा कुरा पूरा भएको हुँदैन। त्यसको चेक लिस्टको लागि तपाईले प्रयोग गर्दाखेरि चाहिँ कुनै क्वेशनको सोल्युसन नआउन सक्छ अथवा तपाईले त्यो सोल्युसन नआउने बेलामा ओपन इन्डेड क्वेशनको सोल्युसन त एउटै हुँदैन नि। तपाईलाई आवश्यकता हेल्पको जरुरत पर्छ र विद्यार्थीहरूलाई डाइरेक्ट तपाईले सोल्युसन दिनुभयो भने त्यसले सिक्नमा चाहिँ अल्छी गर्छ, म्याथको ब्याकग्राउन्ड भोलि गएर उसको कमजोर नहोस् भनेर हामी सोच्छौं। ती सबै कुरालाई एड्रेस गर्ने गरिकन युनिक पब्लिकेसनबाट, इमेलको माध्यमबाट होस्, युट्युबको माध्यमबाट होस्, वेबसाइटको माध्यमबाट होस् र फोनको माध्यमबाट होस्, तपाईले चाहिँ चेक लिस्ट भनेको तपाईले गरेका कुराहरू चाहिँ के डाउट छ भने त्यसलाई सोल्युसन गर्ने गरिकन हामीले विभिन्न बेलामा चाहिँ यसका सम्पूर्ण कुराहरूको चाहिँ डिटेल हामीले त्यहाँ राखेका हुन्छौं। तपाईले त्यो पनि उपलब्ध गर्न सक्नुहुन्छ र त्यसैले गर्दाखेरि यो युनिक म्याथमेटिक्स अप्सनल म्याथमेटिक्स 9 ले चाहिँ यी 5 वटा कुराहरूलाई एड्रेस गरेको छ। बाँकी कुराहरू त्यही छ र मैले तपाईहरुलाई के विश्वस्त दिलाउन चाहन्छु अथवा विश्वास दिलाउन चाहन्छु भने तपाईले यो किताबको टप टु बटम हरेक पेजहरू पढ्नुभयो भने अहिलेसम्म अप्सनल म्याथको पढाइमा के थप कुराहरू तपाईले पाउनुहुनेछ र मलाई लाग्छ यो किताबलाई माया गरिदिनुस् र हामी सँगसँगै हिँड्नेछौं। त्यसैले सबै साथीहरू र यसको प्रयोगकर्ताहरूलाई म के अनुरोध गर्न चाहन्छु भने यदि तपाईलाई कुनै दुविधा भएमा हाम्रो डाइरेक्ट चाहिँ इमेल र अरूबाट पनि तपाईले पाउनुहुन्छ र एकपटक यो किताबलाई
राम्रोसँग हेरिदिनुहोस् भन्दै म यसको लेखकको हिसाबले सम्पूर्ण साथीहरूलाई हेर्न अनुरोध गर्दै बिदा हुन्छु। नमस्ते।